साथीहरू बाइकमा यात्रा गर्दै हुनुहुन्छ। बाइकमा यात्रा गर्ने क्रममा कहिलेकाहीँ हामीलाई हिँड्दा हिँड्दै केही समस्याहरू आइपर्न सक्छन्। ती समस्याहरू चाहिँ अब कुनै बेला नयाँ बाइकमा त त्यति समस्या नआउला, त्यही पनि नआउला भन्न सकिन्न, आउँछ। र पुरानो बाइक चलाउने साथीहरूले चाहिँ अलिकति ध्यान दिनुपर्ने कुराहरू, अहिले चाहिँ मैले मेरो यो एफजेड V1 बाइकको यसो सानो समस्या भएकोले देखाउन खोज्दैछु। कुनै बेला लामो यात्रा गर्दाखेरि ख्याल गर्नुपर्ने कुराहरू है सबैले, र आफ्नो गाडी के कसो छ, कस्तो छ, के छ भनेर चाहिँ राम्रोसँग ध्यान दिनु होला। र ग्यारेजमा गर्दा पनि त्यही किसिमले बनाउनु होला है। ल यो मेरो गाडीमा चाहिँ यो मेन चेसिस चाहिँ भाँचिएको छ है। अब यो चेसिस भाँचिनुको कारण भनेको त्यही हो, अब पहाडको बाटो हिँड्दाखेरि अफरोड अनि खाल्टाखुल्टीबाट नबचाउँदा र गाडीले थेक्न सक्ने जति वेट भएन, वेट पनि थेक्न सकेन गाडीले भनेपछि के हुन्छ, तलमाथि हुन्छ र समस्या आउँछ। यता वायरिङहरू पनि धेरै हल्लिएर र बफरिङहरू धेरै भएर चाहिँ टुटिसकेको छ। यो चाहिँ हाम्रो चेसिस भाँचिएको छ। यो चाहिँ पार्ट 1 रहेको छ। पार्ट 2 म अर्को भिडियोमा अपडेट गर्नेछु है।